कहिले केही कुराको सुरुवात नगरिकन डराउने मान्छेहरू धेरैजना हुनुहुन्छ जो म पनि पर्छु त्यसमा। मैले चाहिँ अहिलेसम्म यो माछा ड्रिङ्क्स कहिले पनि ट्राई गरेको थिएन र अरूहरूले ट्राई गर्दा पनि मिठो हुँदैन होला जस्तो लाग्थ्यो। यो माछा टी चाहिँ अहिलेको टाइममा चाहिँ एकदमै धेरै फेमस भइरहेको छ सबैतिर वर्ल्ड वाइड नै। अनि मैले चाहिँ अहिलेसम्म ट्राई नगरेको भए पनि आफैले बनाएर खाने कोसिस गरेँ है आज चाहिँ। सो म चाहिँ यहाँ माछा टी लिँदैछु। थोरै क्वान्टिटीमा लिनुपर्ने रहेछ। मैले चाहिँ यहाँ अलिकति धेरै नै युज गरेको छु र त्यस पछाडि मैले प्लान्ट मिटलाई चाहिँ स्टिमरमा स्टिम गर्दैछु। तपाईँहरूले चाहिँ जति धेरै मिल्क युज गर्नुभयो त्यसको माछाको फ्लेभर पनि राम्रो हुने रहेछ र लिमिटेड क्वान्टिटीमा जति तपाईँले चाहनुहुन्छ। मैले चाहिँ यहाँ थोरै मात्रै युज गरेको छु र यो स्टिमरमा बन्दैछ। यहाँ चाहिँ मैले चेरीलाई म्यास गर्दैछु चेरी फ्लेभरको बनाउनको लागि र यो स्विट पनि हुन्छ सो मैले त्यसको युज गर्दैछु। मिल्कको फोमलाई एड गरेँ प्लस वाटर पनि अलिकति एड गरेँ अनि साइडमा चाहिँ मैले बनाएको चक्लेट बल्स थियो त्यो पनि रेडी राखेको छु। र यहाँ चाहिँ मैले अलिकति के मिस्टेक गरेँ भने माछा प्रपर मिक्स गरेको रहेछ। सो पछि बाँकी पनि रहिरहेको थियो त्यहाँनिर अलिकति भाँडामा। अनि माछाको फोम चाहिँ रेडी थियो यहाँनिर मैले सबै एड गरेँ त्यसमा। पछिबाट चाहिँ डेकोरेसनको लागि राम्रो हुन्छ भनेर चाहिँ मैले माछा फेरि एड गरेको छु माथिबाट चाहिँ अलिअलि स्प्रिङ्कल गरेको छु र आइस क्युब पनि 3टा युज गरेको छु। अनि मैले चाहिँ बाहिर बसेर चाहिँ सनसेट हेर्दै आज इन्जोय गर्छु भनेर चाहिँ बनाएँ र ठिकै भएको थियो राम्रै भएको थियो। मलाई यसको एक्चुअल टेस्ट चाहिँ मैले बुझिनँ किनभने मैले त्यस्तो पर्फेक्टली बनाएको जस्तो लागेन। तपाईँहरूले पनि यदि ट्राई गर्नुभएको छ बनाउनु भएको छ भने मलाई कमेन्ट गरिदिनु होला। नेक्स्ट टाइम फेरि पनि माछा ट्राई गर्नलाई म रेडी छु र म आफै बनाएर। सो तपाईँहरू पनि ट्राई गर्नुहोस् है। मेरो भिडियो चाहिँ पर्फेक्ट भएको छ कि छैन थाहा भएन। यदि तपाईँहरूलाई थाहा छ भने मलाई कमेन्ट गरिदिनु होला। नेक्स्ट टाइम म त्यही वेमा चाहिँ ट्राई गर्छु है। इन्जोय द भ्यू।